नमस्ते, सन्चै हुनुहुन्छ? चिया खानुभयो त? चिया कहाँको खानुभयो? कुन ठाउँको? इलाम दमकको खाना खानुभयो? बिहान खानामा तरकारी कहाँको खानुभयो? बोर्डर पारीको खानुभयो? तेह्रथुम 5 थरमा उत्पादन भएको तरकारी खानु पाउनु भएको छैन तपाईँहरूले। हाम्रै पूर्वी पहाडमा उत्पादन भएको तरकारीहरू, उब्जाहरू यही मुनि तराईमा झापा, सुनसरी, विराटनगरमा खान पाइएको छैन। यो दुःखको कुरा हो। यो दुःखको समाधान गर्नुपर्छ र त्यो दुःखको समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। पूर्वी तराईका 3 वटा 4 वटा जिल्लाको फुल पोटेन्सियलमा धान उत्पादन गर्ने हो, चामल उत्पादन